हाई एभ्रिवान वेलकम टु माई सर्ट मिनी ब्लग। अनि मैले चाहिँ टिकटकमा अस्तिदेखि नै देखिरहेको थिएँ सेन्टेलाको सिरम बनाएको होममेडै। अनि मलाई पनि त्यो देखेर कस्तो एक्साइटेड भइरहेको थिएँ नि त, मलाई पनि बनाउन कस्तो मन लागिरहेको थियो। अनि आज चाहिँ म पनि बनाउन गइरहेको छु। अनि मैले चाहिँ अघि नै दिउरेमा अलिकति पानी बसाएको थिएँ, अनि त्यसमा मैले अलिकति आलस पनि हालेँ अनि निकै बेर चलाएँ। अनि आलस निकै बेर पकाएपछि चाहिँ मैले पनि 9-10वटा, त्यस पछाडि चाहिँ 9-10वटा ल्वाङ त्यसमा हालेँ। अनि मैले चाहिँ घोरताप्रे यानि कि यसलाई चाहिँ सेन्टेला भनिँदो रहेछ, इङ्ग्लिसबाट सेन्टेला प्लान्ट भनिँदो रहेछ। अनि मैले त्यसलाई पनि अघि नै टिपेर पखालेर राखेको थिएँ माडेर। अनि माड्दा चाहिँ त्यसको कलर अलि बस्छ अरे भनेर त्यसलाई पनि एड गरेर मैले मजाले पकाएर निकालेँ। अनि निकालेपछि चाहिँ मैले चिया तार्नेमा छाने अनि एकछिन सेलाउन दिएपछि चाहिँ यतिको भएको थियो, बाक्लो भएको थियो। अनि मैले चाहिँ अघि नै बोतल पनि सफा गरिवरी रेडी गरेको थिएँ अर्को सेरमको। अनि मलाई चाहिँ टिकटकमा अरूले बनाउनु भएको अनि उहाँहरूले प्रयोग गरेर रिभ्यू दिनुभएकोहरू साह्रै एकदमै मलाई मन परिरहेको थियो। अनि त्यो देखेर चाहिँ मलाई पनि बनाउनको लागि कति म चाहिँ एक्साइटेड भइरहेको थिएँ। अनि आज चाहिँ बनाएँ। अनि हजुरहरूलाई पनि मन पर्यो भने बनाउन सक्नुहुन्छ है त।